सासू मासुमा खुर्सानी कतिको ठासु ए त्यो मिलाएर हाल न एक दिन के खान पाउन लागेको थियो जात्ता देखाउन लागे ऐ सासू प्याज टमाटर अगाडि हाल्नु पर्ने हो मासु अगाडि हालेछु हेर त के उतरिकन फेरि प्याज टमाटर हालौँ ए भगवान यिनी जहिले दिमाग खराब गरे गरी खाँदैन क्यार यिनी त उतार उतार मासु उतार प्याज टमाटर अगाडि हाल ऐ सासू बेसर आधा डब्बा घप्लकै घोप्टिएको के मासु उतारिकन पखालिकन फेरि भुटु सासू लौ बर्बाद गरे त कि जहिले जेको छ गर मसँग एउटा टिरिक छ सासू कराईभरि पानी हालौँ आधा पानी फालौँ अनि बेसर हाफ भइगयो ल खाना टेस्ट गर पहिलोचोटि बनाएछौ कस्तो पो बनाएछौ आई एम अल्सो एक्साइटेड के सासू म पनि एकदम कस्तो बनाएछु भन्ने कुरो मलाई पनि उत्सुकता भइरहेछ त नहीं 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 सारुण के यहाँ कुछ तो गड़बड़ है सासू नरिस बिग्रीको छ मासु नुन हाल्यो भनिकन चिनी हालेछु र मासु न सासू ल खाऊ यस्तो गरौँ यो मासु फालिदिउँ सासू है बरु भात दाल तरकारी खाउँ यो म फालिआउँछु है पक्का पक्का म फाल्ल्याउँछु ए चिरिका सासू यहाँ ज्वाइँ हुँदा हुँदै हजुरले के दुःख गरी बक्सिन्छ र म आफै दुःख गरी बक्सिन्छ यसलाई म आफै फालेर आउँछु के का मासुमा चिनी अब लटालट मासु दन्काइदिने यति आइडिया नलाइकन ससुरालीमा मासु खान पाइँदैन